गाइस, गुड मर्निङ, नमस्ते। तपाईँ सबैजनालाई फेरि पनि मेरो डेली ब्लगमा स्वागत छ। सो गाइस है, अहिले भने चाहिँ 6:30 समथिङ भएको छ। आज चाहिँ हामी जाँदैछ घाँस काट्नु माथिनिर हो, देख्न सक्नुहुन्छ। किनभने चाहिँ आज चाहिँ बेसी घाँस काट्नुपर्ने छ नि त। भोलि चाहिँ हामी माइत जाँदैछ नि, खसीलाई आज नै घाँस काटिराख्ने। म र मेरो हस्बेन्ड चाहिँ घाँस काट्नु जाँदैछ हो, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ यस्तो छ है, बिहानको मौसम चाहिँ घाम लाग्दैन जस्तो छ। अब भरे दिउँसो के हुन्छ कसो हुन्छ। र यहाँ चाहिँ आउनुहुँदैछ मेरो हस्बेन्ड है। अब घाँस काटेर चाहिँ आएर उहाँ चाहिँ ड्युटी जानुहुन्छ हो, हामी चाहिँ जाँदैछ। र यहाँबाट चाहिँ यस्तो भ्यू देख्छ है। हामी चाहिँ घाँस काट्नु आएको छ, यहाँबाट चाहिँ सियारीहरू मजाले देख्छ। हामी चाहिँ यहाँ माथि आएको छ घाँस काट्नु हो आज, किनभने चाहिँ आज चाहिँ अलिक मजाले घाँस काटेर लानुपर्ने छ नि त। अन्त यहाँनिर यस्तो टावर पनि छ। र अहिले भने चाहिँ हाम्रो लगभग बाख्रालाई घाँस भारी पुगिसकेको छ। र अब चाहिँ हामी घरतर्फ लाग्ने भने चाहिँ म चाहिँ यहाँनिर बारी पनि घुम्दै थिएँ। यहाँनिर चाहिँ अलिअलि सब्जी फल्दै रहेछ, हेर्नु सक्नुहुन्छ है। सब कोपीहरू, ब्रोकली, फुलकोपी चाहिँ बिग्रेछ। गाइस अहिले भने चाहिँ हेर्नु सक्नुहुन्छ, दिन चाहिँ यस्तो राम्रो भएको छ है। बिहान चाहिँ धुम्म भइरहेको थियो, अहिले चाहिँ घाम लागिरहेछ। र आज चाहिँ हामी पाक्किङ जाने नि त, माइत हो सबैजना। र अब म चाहिँ फुल पुरा सुकेछ र पानी अहिले नै भिजाइराख्छु हो। यहाँनिर पानी रेडी गरिरहेको छु। अब म चाहिँ यहाँनिर फुलमा पानी भिजाउनु आँटेको है। अहिले भिजाइराख्नुपर्छ, किनभने हामी जानुपर्छ नि त, भरे कोही हुँदैन। अन्त फुल सुक्छ झन् भनेर हो। फुल जेरेनियम चाहिँ यसरी मजाले फुलेको छ हो। 2-3 कलर छ हाम्रोमा चाहिँ। यो चाहिँ पिङ्क छ, अनि वाइट पनि छ, रेड छ हो। त्यो चाहिँ डार्क पिङ्क छ। र साथीहरू यहाँ हेर्नु सक्नुहुन्छ है, यो चाहिँ स्नेक प्लान्ट यस्तो मजाको भएको छ है। अन्त आज चाहिँ मैले यसलाई पानी पनि हाल्छु भनेर बाहिर निकालिरहेको छु सिटिङ रुमबाट, किनभने बेला बेला घाम पनि देखाउँदै गर्नुपर्छ, अनि पानी पनि लाउनुपर्छ है। अनि अर्को चिज चाहिँ म के देखाउन गइरहेको छु भने यहाँ हेर्नु सक्नुहुन्छ गाइस है, यो चाहिँ मैले अस्ति कालिम्पोङबाट ल्याएको थिएँ बिरुवा है, मतलब हाइब्रिड थिएछ यो चाहिँ खिरा है। यहाँ हेर्नुहोस् न कस्तो मजाले यत्रो सानो बोटमै फल्दै रहेछ होइन। अन्त म चाहिँ यहाँनिर पानी लाउनु नआएको 1-2 दिन भएको थियो नि त, किनभने अस्ति म पानी लाउँदिनँ थिएँ। अन्त अहिले चाहिँ पानी लाउनु पऱ्यो भनेर आएको, त पुरै चिचिलाहरू लाग्नु थाल्दैछ मेरो खिरामा चाहिँ है। अन्त यहाँ हेर्नुहोस् न, यस्तो सानो सानो बोटमा पनि यसमा चाहिँ हाइब्रिड भएर होला मजाले चिचिला लाग्दैछ हो। अब चाहिँ योपालि चाहिँ खानु पाइने भयो खिरा। आफ्नै यसो पटमा रोपेको पनि मजाले हुँदो रहेछ हो। मेहनत चाहिँ खेरो गएन। सो गाइस अहिले भने चाहिँ हामी रेडी भएर यहाँ रोडमा निक्लिसकेको छ है। र यो चाहिँ मैले अब पार्ट 1 हो, अब पार्ट 2 फेरि आउँछ।